ल लेट्स स्टार्ट घरबाट सो सोलो ट्रिप जान लाग्यो कहाँ पुगिन्छ एक्ज्याक्टली थाहा छैन है तर अलिकति घुम्दिउँ कि जस्तो लाग्यो भएर निस्किन लाग्यो यो चाहिँ मेरो घरबाटको भ्यू भइहाल्यो कहाँ पुग्दै जान्छु अपडेट दिँदै गर्छु है त घरबाट निस्केँ यात्रा हुँदैछ वे टु चप्लेटी चप्लेटी हामी चप्लेटीबाट झरेर अब यताबाट चाहिँ पाँचखालको बाटो खावाको बाटो बिग्रा भएर यो बाटो जान लाग्यो अनि अहिले चाहिँ हामी चप्लेटीबाट तल झरेर या नाकढुङ्गा देखिरह्यो होला कस्तो दामी छ है अब अहिले चाहिँ यहाँ गेट बन्द गरेको छ नाकढुङ्गा पुगेको छ अब यहाँबाट चाहिँ खास पाँचखाल जानको लागि एकदम छोटो हामी चप्लेटीबाट छिरेर नाकढुङ्गा हुँदै बिचमा अरू कता कता हुँदै हुँदै पाँचखाल समाज कल्याण चोक पुग्यो होइन अनि तर धेरै चाँडो पुग्दो रहेछ खावाको बाटो भन्दा पाँचखाल कटेपछि यो चाहिँ लामी डाँडा यताबाट चाहिँ पलाञ्चोक भगवती जाने अब यताबाट सिधै तल 0 किलो रोड्सहरू पनि लास्ट दामी छ 0 किलो यहाँबाट हामी ट्याक्सी गएको राइटपट्टि गयो भने चाहिँ दोलाघाट जान्छ होइन अनि उयो निलो टुकटुकबाट लेफ्ट यो बाइक गएकोपट्टि गयो भने चाहिँ अनि मेलम्ची कुन्ता यहाँबाट जान्छ है अब यहाँबाट हामी राइटतिर जाउँ दोलाघाटको बाटो आएर यो ढुङ्गामा फोटो नखिच्ने त सायद कमै मान्छे होला होइन तर आज चाहिँ म खिच्न नमिल्ने अवस्थामा छु किनभने खिचिदिने छैन ठिक छ दोलाल घाट पुग्यो ल है पुल कस्ट गर्न बाँकी छ दोलाल घाटको खोला ल जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुपाल्चोक यहाँहरूमा हार्दिक स्वागत भन्दैछ अब हामी गेट कटेपछि लगभग होइन यो गेट कटेपछि हामी काभ्रेको बोर्डर कटेर सिन्धुपाल्चोकको बोर्डर छेउदैछौँ है त अनि यहाँबाट हामी उता मासतिर नगइकन यता राइटपट्टि जाने उता मान्छे हिँड्नेपट्टि है त पहिरो सोचार गरेको पनि भइरहेछ जस्तो है चेहरे नाइस के चाहिँ ए ल मेरै हो पर्यटकीय नगरी सुकुटेमा यहाँहरूलाई हार्दिक स्वागत गर्दछु ल रमाइलो तिमीहरू खेल्न पुग्यो तिमीहरू आफै राफ्टिङ खेले हो
आउँछ तिमीहरू चलाउ न। आम्मामा खतरा रहेछ त। यो ठाउँलाई के भन्छ? भैँसे हो। भैँसेमा तिमीहरू आफै आफै राफ्टिङ खेल्ने? वाह। अनि यो माथि मन्दिरलाई के भन्छ? पाँच तले मन्दिर? पाँच खाने ए पाँच काने देवी। ओके। सुकुटे कटेर अलिकति अगाडि आएपछि भैँसे भन्ने ठाउँ छ। रोडबाट राइट साइडमा देख्छ यो। अरू बेलामा त कहिल्यै ध्यानै गएको थिएन, आज चाहिँ ठ्याक्क ध्यान गयो यो बाटो हिँड्ने बेला। पाँच काने देवी अरे है। ऊ यस्तो बाटो ओह्राले छ होइन, अहिले चढ्छ कि चढ्दैन मात्र म अलिकति सोचिरहेको छु क्या। दर्शन गर्नु होला सबैले। यो चाहिँ खाडी चौर बजार। अब यहाँबाट पुल छ होइन, दोलखा जानलाई यतैबाट जाने है। यो पुलबाट चाहिँ अब उता जानुपर्छ। अब सिधा गयो भने 12 विषय तातोपानी, यताबाट चाहिँ अब दोलखा। अब म चाहिँ यता लाग्नु पऱ्यो किनभने 12 विषयहरू चाहिँ पहिला गइरहेको हो होइन। कहीँ त्यतातिर नजिकै कतै जाउँ कि जस्तो लागिरहेको थियो अलिक मासतिर। यहाँबाट हेर्दाखेरि यही डाँडाहरू यत्रो त देखिरहेको छ, नजिकबाट कत्रो हुन्छ। यो पुलबाट उता चाहिँ एक्चुअली जानु पऱ्यो कि अहिलेसम्म गएको छैन। अनि आज लेट्स गिभ इट अ ट्राई होइन। खाडी चौरबाट यो पुलबाट उता है त कोही आउनु हुँदैछ भने। अब खाडी चौरको त्यो पुल पनि कटेर आइयो होइन। अब यहाँबाट चाहिँ टोटल नयाँ एक्सपिरियन्स हुँदैछ मेरो लागि, किनभने एटलिस्ट पहिला 12 विषयहरू आइरहने बेलामा त्यो बाटो चाहिँ हिँडिरहेको भएर त्यहाँसम्मको बाटो चाहिँ एकदम फ्यामिलियर पनि थियो। कहाँबाट के आउँछ, कहाँनिर के छ होइन, लगभग थाहा। अब यो बाटो चाहिँ टोटल्ली न्यू। अब कहाँ पुग्छु, कहाँनिर के हो कस्तो हो होइन। अब एक्सपिरियन्स कस्तो हुन्छ हेर्दै जाउँ। पहिला मुडे पुग्नु पऱ्यो। मुडे पुग्नको लागि अब यहाँबाट 27 किलोमिटर छ अरे भनेर सुन्नमा आएँ होइन भर्खरै। अब चाहिँ रियल यात्रा मेरो लागि सुरु हुन्छ जस्तो लाग्यो। नयाँ बाटो, अहिलेसम्म नहिँडेको बाटो भएको कारणले। सो लेट्स गो। अब कहाँ हो यो ल। भ्यू त भोवाल। यो ठाउँ अब कहाँ भन्ने अब नवरिपरि सोध्नलाई मान्छे छ होइन, न कतै के लेखा छ। म आँखाले त भोवाले देखिरहेछ। यो ठाउँको नाम के हो भने कहाँ हो मैत्री प्रतीक्षालय। आनन्दले एकछिन बस्नलाई सर्रा हावा चलिरहेछ, मजा आयो। राइडर्स दामी मजा भइरहेछ। खाडी चौरबाट 25 किलोमिटरको यात्रा, 27 किलोमिटरको यात्रा भन्थ्यो। हामी मुडे बजार पुग्यो अहिले ल। यहाँबाट अब सायद उता ओह्रालो जाने हो कि जस्तो लागिरहेछ मलाई है। सोध्नुपर्छ। भिडियो सिडियो एउटा दुइटा चाहिँ अघि न यसो हेरेको थिएँ। यो चाहिँ मुडे बजार ल। पुग्यो मुडे बजार पनि। मुडे बजारमा आएर अलिकति चिया नास्ता, माल्पा चना आमा ताप्दैछ। म पनि यहाँ तात्तिँदैछु पुरै। यहाँबाट चाहिँ यता ओह्रालो जाने रहेछ मुडे बजारबाट। बाटोकै कुरा गर्दाखेरि त अहिलेसम्म त राम्रो छ है। भनेपछि यहाँसम्म आइपुग्दासम्म होइन त्यस्तो नराम्रो भन्न चाहिँ मिल्दैन। बाटो ठाउँ ठाउँमा अलिअलि त भइहाल्छ होइन।
चाहिँ राम्रै छ है चाक बबाल बबाल अब चाहिँ अफरोड अलिअलि सुरु हुँदैछ झन्डै 10 किलोमिटर बाटो कि कति चाहिँ अलिकति अफरोड छ भनेर सुनेको थिएँ होइन मजाको छ मजाको बिग्रा भन्न मिल्दैन यतिलाई गाउँठाउँको बाटो हो यो बाटो चाहिँ प्रायः मान्छे आउँदैन रहेछ होइन प्रायः उतैबाट जाँदो रहेछ म चाहिँ अनि ल अलिकति घुम्दै न त घुम्दै आएको भनेर यताबाट आएको बाटोमा फर्स्ट एउटा झर्ना चाहिँ देख्यो ल है यहाँ त पहिरो सहिरो गएर पुरा यस्तो नै भइरहेको रहेछ हेर्दै जाउँ अब बाटो कस्तो माथि नत्र भए फर्केर त्यही बाटो जानुपर्छ बुम बुम खास बाटो चाहिँ यो होइन है म चाहिँ यताबाट आएको तर कहाँ भइसक्यो सोध्ने नि कसैलाई छैन कहाँ जाने के गर्ने अब यसो ठिक छ तर झन् रमाइलो हराएको फिलिङ झन् रमाइलो छ ढुङ्गाले छापेको उकालो बाटो आइरहेको छु अब सायद यो बाटो मान्छेहरू प्रायः चाहिँ हिँड्दैन अरे देउरालीबाट जान्छ अरे होइन म त देउराली त जमानामै कटिसकेँ देउरालीबाट गएको है म माथि पुगी पनि सक्थ्यो होइन ल अब देउरालीबाट आएको भए चाहिँ यताबाट आउने रहेछ होइन म चाहिँ यताबाट आएँ कि अब हामी यता जानुपर्छ माथि ढुङ्गे बाखुर भन्ने ठाउँ रे यहाँबाट माथि कालापानी पुगेर त्यहाँ बसिन्छ होला आज 10 मिनट भन्दैछ यहाँबाट माथि बबालका जाडो भयो भाइको नाम के साँची मेरो कुशल छेत्री है अब भर्याङ चाहिँ यही हो अरे ल भोलि हिँड्नलाई अब आज चाहिँ हामी सैलुङ चाहिँ पुग्यो होइन र माथिको गुम्बाहरू जाने बाटो चाहिँ यो अब आज गएर सिधै होटेलमा बसिन्छ खाइदिने हो